फाइनली हामी चाहिँ त्यहाँ खाजासाजा खाएर चाररातीको चाहिँ मजाले एक्सप्लोर गर्न पाइनँ जस्तो लागि चाहिँ म एक्सक्युज माग्छु ल किन भन्दा चाहिँ हाम्रो चाहिँ पानीले बबाल बबाल त्यो चारराती ठ्याक्कै चाररातीको पोइन्टमा चाहिँ जुन त्यो ग्राउन्ड एरियाको पोइन्टमा चाहिँ हामीले बबाल पानीले अलिकति साथ दिएन वेदर अलिकति च्यालेन्ज गरेको जस्तो पाएँ तर पनि मैले यहाँहरूलाई यो एरियाको भ्यू देखाउनको लागि चाहिँ मैले कुनै पनि हद चाहिँ मैले छुटाएको छैन त्यसो र सब्सक्राइब गरौँ है गाइज ल फेरि यस्तो भिडियो दामी नै हाल्छु म अहिले म चाहिँ ठ्याक्कै नेपाल र इन्डियाको सिमाना ठ्याक्कै यहाँ हाम्रो ठ्याक्कै त्यो सीमा जुन त्यो पिलर छ त्यहाँ गइरहेको छु म त्यो देखाउँछु ल नेपालपट्टि र इन्डियापट्टिको कालो तोड परिरहेको छ एकदम गाह्रो छ अनेस्टली भन्दा अलिक कता नमजा लागिरहेछ किनकि हामी यति दुःख ल्यायो यहाँ आइपुग्दाखेरि चाहिँ वेदरले चाहिँ अलिकति हामीले चाहिँ च्यालेन्ज गरेको च्यालेन्ज गरेको छ चारदेखि चाहिँ मजाले भिडियो एक्सप्लोर गर्न पाइनँ अनि चारतिर चाहिँ हामी चाहिँ अब चन्दनतिर चाहिँ गइरहेको छौँ यो छ है सिमाना यस्तो छ यहाँ कता नेपाल कता हो यस्तो छ यहाँ यो चाहिँ सिमाना 555 समथिङ के लेख्छ नेपाल र इन्डियाको सिमाना यता गयो नि म इन्डियामा पुगेँ अनि यतापट्टि आउँदाखेरि म नेपाल मेरो देश नेपालमा आइपुग्छु फाइनली अब चाहिँ हामी चाहिँ